आउनुहोस् सुन्नुहोस् एउटा बङ्गुर अनि 3वटा ब्वासोका कथा। बङ्गुर खेल्दै खेल्दै चढ्दै चढ्दै गइरहेको बेला 3वटा ब्वासोले पक्रिए र सोधे, त आफ्नो ज्यान दिन्छस् कि हाम्रो लागि के दिन्छस्? हामी भोकाएका छौँ। बङ्गुरले निकै बेर सोचेपछि भने, म तपाईँलाई मेरो एउटा कान दिन्छु अनि फेरि अर्को पटक आउँदा फेरि अर्को कान दिन्छु। त्यस पछाडि ब्वासोहरूले एउटा कान काटेर ल्याए अनि घरमा ल्याएर काटीकुटी गरेर पकाए। पकाउँदै गर्दा सुरुमा पानी निस्क्यो, त्यस पछाडि त्यो पानी सुक्यो। उनीहरूले सोचे त्यो पानी चाहिँ बङ्गुरको आँसु थियो। तर मजाले मरमसला लगाएर मजाले भुटपाट पारेर ब्वासोहरूले खाने तयारी गर्दैछन्। ब्वासोहरूमध्ये एक जाँगरिलो ब्वासोले बनाएको यो बङ्गुरको कान 3जना ब्वासोहरूले खाए र खुब रमाए।